नमस्कार, म एडभोकेट निर्मला निरोला, प्यानल एडभोकेट, डिस्ट्रिक्ट लिगल सर्भिस अथोरिटी पाक्योङबाट। आज म यहाँ बालबालिकाको अधिकार, उनीहरूको सुरक्षा, शिक्षा र समाजमा उनीहरूको विकाससित सम्बन्धित भारतका अति नै महत्त्वपूर्ण कानुनको बारेमा छोटो रूपमा चर्चा गर्न गइरहेको छु अनि हजुरहरूलाई केही जानकारी दिन गइरहेको छु। बाल न्याय हेरचाह र संरक्षण ऐन यानी कि जुबिनाइल जस्टिस केयर एन्ड प्रोटेक्सन एक्ट 2015। यो कानुनले हाम्रो समाजमा बालबालिकाको जीवन सुरक्षित राख्न, उनीहरूलाई सशक्त बनाउन र समाजमा जिम्मेवारिक नागरिक बन्न सहयोग पुर्याउँछ। भनिन्छ बालबालिका हाम्रो राष्ट्रको भविष्य हुन्। यदि बालबालिकाहरूलाई समयमै सुरक्षा, शिक्षा, स्वास्थ्य र सामाजिक संरक्षणको अवसर दिएको छैन भने उनीहरू असुरक्षित, असमर्थ र समाजमा जिम्मेवार नागरिक बन्न असमर्थ बन्छन्। भारतमा धेरै बालबालिकाहरू गरिबी, अशिक्षा, बालश्रम, पारिवारिक दुविधा र सामाजिक असमानताको कारण जोखिमपूर्वक स्थितिहरूमा बाँचिरहेका छन्। यी बालबालिकाहरूलाई कहिलेकाहीँ अपराधमा संलग्न हुन बाध्य हुन्छन्, सडकमा काम गर्छन्, चोरी वा अन्य अपराधमा संलग्न हुन्छन् वा बाल विवाहको शिकार पनि हुन्छन्। यस्तो परिस्थितिमा केवल दण्ड र सजायले समाधान हुँदैन। बालबालिकाको सुधार, शिक्षा, संरक्षण र पुनर्वास सुनिश्चित गर्नु आवश्यक छ। अब यो ऐनको बारेमा चर्चा गर्नु अगाडि यो ऐन कसरी आयो र यो ऐन आउनुभन्दा अगाडि कुन ऐनले बालबालिकाको न्यायको संरक्षण गरिरहेको थियो त्यो जान्न अति नै जरुरी हुन्छ। यो बाल न्याय ऐन 2015 भन्दा अगाडि बाल न्याय 2000ले बालबालिकाहरूको संरक्षण गरिरहेको थियो। 2012 को दिल्लीको सामूहिक बलात्कार हत्याकाण्डमा जनताको ठूलो आक्रोश भयो, किनभने यस अपराधमा एक अभियुक्त 18 वर्षभन्दा कम उमेरको थियो र पूर्ण न्याय ऐन 2000 को अनुसार उसलाई कडा सजाय दिन नमिलेको कारणले यो ऐनको परिवर्तन हुनु अति नै आवश्यक भयो। पुरानो ऐनमा 18 भन्दा कम सबैलाई एउटै प्रकारको व्यवहार गरिन्थ्यो। हत्या, बलात्कार जस्ता गम्भीर अपराध गरे पनि अधिकतम 3 वर्ष मात्र सुधार गृहमा राखिन्थ्यो। त्यही कारण पुरानो ऐन परिवर्तन हुन अति नै आवश्यक भयो। त्यही भएर पुरानो ऐन बाल न्याय ऐन परिवर्तन भएर नयाँ बाल न्याय र हेरचाह र संरक्षण ऐन 2015 लागूमा आयो। बाल न्याय ऐन 2015 भारतमा बालबालिकाहरूको अधिकार र उनीहरूको सुरक्षा सुनिश्चित गर्न बनाएको कानुन हो। यो ऐनले मुख्य रूपमा धेरै परिवर्तनहरू ल्याएको छ। पहिलो नम्बरमा यो ऐनले 16 देखि 18 वर्षका बालकले गम्भीर अपराध गरेमा विशेष परिस्थितिमा उनीहरूलाई ठूलो मान्छे सरह मुद्दा चलाउन सकिने हो। यो कानुनले बाल न्याय बोर्ड मार्फत बालबालिकाहरूको मानसिक, सामाजिक र शारीरिक स्थितिको मूल्याङ्कन गरी मात्र बालबालिकाहरूलाई ठूलोहरू सरह अदालतमा मुद्दा चलाउने अधिकार दिएको छ। यसले बालबालिकाको हितलाई सर्वोपरि राख्दै न्यायको काम गर्दछ। दोस्रो नम्बरमा यो ऐनले मुख्य रूपमा 2 प्रकारको बालबालिकाहरूलाई लक्षित गराएको छ। पहिलो नम्बरमा अपराधमा संलग्न बालबालिकाहरू यानि कि चिल्ड्रेन इन कन्फ्लिक्ट विथ ल र दोस्रो नम्बरमा सुरक्षाको आवश्यकता भएका बालबालिकाहरू यानि कि चिल्ड्रेन इन निड अफ केयर एन्ड प्रोटेक्सन। यस ऐनको मूल्य उद्देश्य बालबालिकाहरूको सुधार र पुनर्वास प्रदान गर्नु हो, दण्ड दिनु होइन। बालबालिकाहरूका मानसिक, भावनात्मक र सामाजिक दृष्टिले पूर्ण रूपमा विकसित भइसकेका छैनन्। यसैले उनीहरूलाई कठोर सजाय दिन उचित हुँदैन। बाल न्याय ऐनले अपराधमा संलग्न बालबालिकाहरूलाई तुरुन्तै जेल पठाउन सट्टा बाल न्याय बोर्ड मार्फत सदुरात्मक कार्यहरू प्रदान गर्छ। यसमा शिक्षा, मानसिक परामर्श, स्वास्थ्य सुविधा र पुनर्वास कार्यक्रमहरू समावेश छन्। यो बाल न्याय ऐनले बाल बोर्ड र बाल कल्याण समितिको भूमिका सुनिश्चित गरेको छ। यो बाल न्याय बोर्डले अपराधमा संलग्न बालबालिकाहरूलाई सदुरात्मक कार्यहरू प्रदान गर्छ भने बाल कल्याण समितिले बालबालिकाको सुरक्षा, शिक्षा र स्वास्थ्य सुनिश्चित गर्छ। यो संस्थाहरूले बालबालिकालाई कानुनी, सामाजिक र मानसिक सहयोग प्रदान गरी उनीहरूलाई समाजमा पुनः समायोग गर्न सहयोग पुर्याउँछ। यो ऐनले के नयाँ व्यवस्थाहरू गरेको छ भने बाल अदालतको निर्माण गरेको छ, सुधार गृह, संरक्षक गृहको निर्माण गरेको छ, दत्तक ग्रहण सक्रिय यानि कि एडप्सन प्रोसेसलाई पनि सजिलो बनाएको छ।
यो बाल न्याय ऐन र बाल विवाह रोकथाम ऐन बीच स्पष्ट सम्बन्ध छ। 18 वर्षदेखि मुनिको केटी र 21 वर्षभन्दा मुनिको केटाको विवाहलाई बाल विवाह भनिन्छ। बाल विवाह गैर कानुनी र दण्डनीय अपराध हो। बाल विवाहका असरहरू: बाल विवाहले शिक्षा रोकिन्छ, स्वास्थ्यमा गम्भीर जोखिम पर्छ, गरिबी र हिंसा बढ्छ, बालबालिकाको भविष्य अन्धकार हुन्छ। बाल न्याय ऐनले अपराधमा संलग्न बालबालिकाहरूलाई सुरक्षित, सुधार र पुनर्वास प्रदान गर्छ भने बाल विवाह रोकथाम ऐनले बालबालिकाको अधिकार र भविष्य सुरक्षित गर्छ। यी दुवै ऐनले बालबालिकाहरूलाई सुरक्षित, शिक्षित र सशक्त बनाउन साझा राख्छन्। त्यसैले बालबालिका नै भविष्यको निर्माता हुन्। उनीहरूलाई उनीहरूको सुरक्षा, शिक्षा र न्याय सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो। धन्यवाद।